स्मार्ट तरिकाले मोबाइल चलाउन चाहनुहुन्छ तपाईले सी लेख्दाखेरि क्यामेरा खोल्ने, एफ लेख्दाखेरि फेसबुक खोल्ने, वाई लेख्दाखेरि युट्युब खोल्ने, त्यस्तो खालको एकदम खतरनाक स्मार्ट तरिकाले तपाईले मोबाइल चलाउन चाहनुहुन्छ भने यो भिडियो चाहिँ तपाईको लागि। भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। यहाँ चाहिँ मैले स्क्रिन शेयर गर्न गइरहेको छु। अनि एउटा एप डाउनलोड गर्नुपर्ने हुन्छ। तपाई चाहिँ प्ले स्टोरमा जानु होला। प्ले स्टोरमा गइसकेपछि यसरी एउटा एप डाउनलोड गर्नुपर्ने हुन्छ। तपाईले चाहिँ यहाँ यो एप चाहिँ डाउनलोड गर्नु होला। यो यहाँ एकैछिन टाइम लाग्नेछ। तपाईको इन्टरनेटको हिसाबले तपाईको इन्टरनेट फास्ट छ भने यसरी चाहिँ डाउनलोड भइसक्यो भने चाहिँ यसरी आउनेछ यहाँ। यसरी चाहिँ तपाईले डाउनलोड गरिसकेपछि यो एपलाई चाहिँ क्लिक गर्नु होला। यो एपलाई क्लिक गरिसकेपछि तपाईले चाहिँ यस्तो खालको इन्टरफेस खोल्नेछ। यस्तो खालको इन्टरफेस खोलिसकेपछि यहाँ चाहिँ यसलाई ठिक लगाउनु पर्ने हुन्छ, पर्मिसन दिनुपर्ने हुन्छ। यसरी चाहिँ यसलाई ठिक लगाइसक्नुभयो भने तपाईले चाहिँ यहाँ यो नोटिफिकेसन यो तीनवटै चाहिँ तपाईले मजाले यसरी अन गरिदिनु होला। अन गरिसकेपछि यहाँ गेट स्टार्टेड लेखा छ। यसमा क्लिक गरेर तपाईले यहाँ यस्तो खालको इन्टरफेस देख्न सक्नुहुन्छ। यस्तो खालको अलिकति कालो मधुरो देखिसक्नु भएको छ। यो यहाँ एउटा पोइन्ट छ। यो पोइन्टलाई चाहिँ तपाईले ख्याल गर्नुपर्ने हुन्छ। यो पोइन्टमा क्लिक गरिसकेपछि तपाईले चाहिँ यहाँ तल तीनवटा धर्का देख्न सक्नुहुनेछ। यहाँ यो तीनवटा धर्कामा क्लिक गर्नु होला। यो तीनवटा धर्कामा क्लिक गरिसकेपछि यहाँ प्लस आइकन देखिसक्नु भएको छ। यहाँ यो प्लस आइकनमा क्लिक गर्नुभयो भने तपाईले चाहिँ के लेख्न चाहनुहुन्छ, मैले चाहिँ सी लेखेर तपाईले यहाँ एउटा कुनै एप सी लेख्दाखेरि कुन खुल्ने भनेर तपाईले यहाँ सर्च गरेर तपाईले त्यसमा क्लिक गर्नुभयो भने यहाँ मैले चाहिँ क्यामेरा खोल्ने बनाउन गइरहेको छु। यहाँ क्यामेरामा सर्च गरेर क्यामेरामा क्लिक गरेर यहाँ यसको नाम चाहिँ क्यामेरा लेख्दिए मैले। यति लेखिसकेपछि तपाईले सेभ गर्नु होला। यहाँ सेभ गरिसकेपछि फेरि अर्को गर्नको लागि तपाईले चाहिँ यहाँ तल प्लस आइकनमा तपाईले क्लिक गरेर यहाँ फेरि के लेख्न चाहनुहुन्छ, तपाईले कुन अक्षर लेख्दाखेरि के खुल्ने भनेर तपाईले आफ्नै मर्जी बनाउन सक्नुहुन्छ। म चाहिँ यहाँ एफ लेख्न गइरहेको छु। एफ लेख्दाखेरि यहाँ चाहिँ लन्च एप लेखेकोमा क्लिक गरेर मैले यहाँ फेसबुक खोल्ने बनाउन गइरहेको छु अथवा फ्ल्यास खोल्ने बनाउन गइरहेको छु। यहाँ चाहिँ फ्ल्यासमा क्लिक गरेर यसरी गरेँ र मैले यहाँ एफ लेख्दाखेरि वाई लेख्दाखेरि चाहिँ युट्युब खोल्ने बनाउन गइरहेको छु। यहाँ वाई क्लिक गरेर यहाँ युट्युबमा क्लिक गर्न गइरहेको छु। तपाईले जुनसुकै अक्षर जुनसुकै एपको लागि पनि तपाईले कोड भाषा बनाउन सक्नुहुन्छ। सजिलोसँग तपाईले एकदम मजाले तरिकाले चलाउन सक्नुहुन्छ। यहाँ चाहिँ तपाईले यसरी प्लस प्लस गरेर तपाईले जतिवटा पनि राख्न सक्नुहुन्छ। यसरी राखिसकेपछि तपाईले यहाँ युट्युब चलाउँदै गर्दाखेरि तपाईले फेसबुक पनि सिधै चलाउन सक्नुहुन्छ अथवा फेसबुक चलाउँदाखेरि युट्युब, युट्युब चलाउँदाखेरि फेसबुक, जुनसुकै ठाउँमा पनि तपाईले यो कालो डब्बा रहेको छ यसलाई चाहिँ क्लिक गरेर तपाईले यहाँ मैले फेसबुक चलाउन गइरहेको छु र यहाँ क्लिक गरेर मैले यहाँ वाई लेखेँ भने डाइरेक्ट तपाईको युट्युब खोल्ने छ। तपाईले ब्याक गरेर युट्युबमा जानुपर्ने आवश्यकता हुने छैन। तपाईले जुनसुकै एप चलाउँदाखेरि पनि तपाईले यो सर्टकट प्रयोग गरेर मजाले एप खोल्न सक्नुहुन्छ। भिडियो राम्रो लाग्यो भने तपाईले साथीहरुलाई पनि सिकाउनको लागि तपाईले शेयर गर्नु होला, कमेन्ट गर्नु होला, लाइक गर्नु होला र फलो गरेर जोडिनु होला।